नमस्कार साथीहरू। आज चाहिँ हामी बौद्ध घुम्नलाई गएको साथी र म अनि मेरो छोरी चाहिँ लुकिसी देख्छ भनेर हामी फेरि ट्राउजर राम्रो देखेर किन्ने नि त भनेर यसो हेरेको 1050 भन्नु भइरहेको थियो। अनि फेरि हेऱ्यो राम्रो लाग्यो। त्यसपछि अहिले भरे आउँदा किनौँ ल भन्नुभयो मेरो साथीले। अनि हामी गयौँ बौद्ध गुम्बातिर घुम्नलाई। त्यसपछि हामी वरिपरि घुम्न थाल्यौँ। सानालाई चाहिँ फेरि लाबुबु चाहियो भनेर रिसाएर कालो भइरहेको थियो। रिसाएर हेर्दै नहेरी उता हेर्दै थियो कि रिसाएर भिडियो गर्दा पनि। त्यसपछि हामी मन्दिर घुम्न थाल्यौँ। वरिपरि बौद्धको वरिपरि घुम्दा चाहिँ कस्तो आनन्द लाग्छ क्या, मनलाई शान्ति मिलेको जस्तो लाग्छ। अनि वरिपरि घुम्ने, अनि त्यसपछि ढोगेर बत्ती बालेपछि चाहिँ कस्तो शान्ति मिले जस्तो हुन्छ क्या मनमा। त्यसपछि रमाइलो लाग्छ। अनि हामी चाहिँ तल नै मात्रै घुम्ने, माथि चाहिँ नजाने ल, आज ढिला भइसक्यो भनेर तलको घुम्यौँ होइन। अनि त्यसपछि माथिको चाहिँ भिडियो मात्रै गरेको, तलबाट यसो भिडियो खिचेको छु होइन। स्तूपको वरिपरि यस्तो राम्रो देखिन्छ क्या बौद्धको स्तूपा चाहिँ। वरिपरि घुम्यौँ। अनि त्यसपछि हिँड्यौँ घुम्दै साथी र म घुम्दै ढोग्दै अनि त्यसपछि चाहिँ हामी यता कपडा पनि यसो हेरौँ न, कल्चरल ड्रेसहरू भनेर यसो कपडाहरू हेर्नतिर लाग्यौँ। अनि त्यसपछि गयौँ त्यहाँनिर एउटा पसलमा चाहिँ हामीले अर्डर गरेर बक्खु सिलाउन दिएको थियो। अनि एकछिनमा आउँछ बस्दै गरेर भनेर हामी बसिरहेको। त्यसपछि हामी त्यहाँबाट निक्ल्यौँ। अनि यता आउँदा सानाले फेरि यो देखेर यो खान्छु अरे, कस्तो राम्रो गोलो राउन्डिङ कस्तो राम्रो आलु चिप्स बनाउँदो रहेछ क्या। त्यहाँ पाउँदो रहेछ, फेमस रहेछ क्या यो चाहिँ आलु चिप्स बौद्धको। अनि सानाले खाने भनेर मेरो छोरी साना चाहिँ खान थाल्यो। अनि हामी चाहिँ फेरि अब खाइसकेपछि घर जाउँ भनेर अनि हिँडेको। बेलुकाको दृश्य चाहिँ यस्तो राम्रो थियो कि बेलुका झन् धेरैजना आउनु हुँदो रहेछ क्या वरिपरि त्यो राउन्डिङ लाउनलाई। अब हिँड्न इभिनिङ वाक जस्तो पनि हुने अनि ऊ पनि हुने। त्यसपछि हामी घर फर्क्यौँ, राति भइसकेको थियो, अँध्यारो। साथीहरू आजलाई यति नै, बाई बाई।